क्रोम ब्राउजरले तपाईको फोनको ब्याट्री सर्भिसलाई ठिक गर्न मद्दत गर्दछ। तपाईको फोनको चार्ज एक दिन चल्थ्यो भने यसले चार्ज 2 दिन टिकाउन मद्दत गर्नेछ। अहिलेसम्म जति छिटो चार्ज सकिन्थ्यो उति नै छिटो ब्याट्री चार्ज गर्नेछ। अब क्रोम ब्राउजरमा जानुहोस्, माथि 3 डटमा क्लिक गर्नुहोस् र त्यहाँ सिंक भन्ने अप्सन देखिन्छ। त्यसलाई अनमा छ भने अफ गर्नुहोला, जसले गर्दा ब्याकग्राउन्डमा डेटा अटोमेटिक स्क्यान गर्दैन। त्यसले तपाईको फोनको चार्ज सेभ हुन्छ। अर्को अप्सन तल स्क्रोल गर्नुहोस् र नोटिफिकेसन पनि अफ राख्नुहोला। अब तेस्रो सेटिङ जसलाई तपाईले एक्टिभ गर्ने बित्तिकै 80% तपाईको फोनको ब्याट्री पिकअप बढाउनेछ। फेरि माथि 3 डटमा क्लिक गर्नुहोस्, सेटिङमा जानुहोस् र तल स्क्रोल गर्नुहोस्, डाउनलोड सेक्सनमा जानुहोस्। त्यहाँ 2 वटा अप्सन छ, त्यसलाई अनमा राख्नुहोला, जसले गर्दा तपाईको फोनमा अटोमेटिकल्ली फाइलहरू डाउनलोड हुँदैन र तपाईको फोनको ब्याट्री र फोन दुवै सुरक्षित हुनेछ। यसको कारण के हो? जब तपाई क्रोम खोल्नुहुन्छ अनि युज गरेर ब्याक जानुहुन्छ, त्यसले गर्दा ब्याकग्राउन्डमा क्रोम चलिरहेको हुन्छ, जसले तपाईको डेटा र ब्याट्री दुवै खर्च भइरहेको हुन्छ। त्यसैले यसलाई अफ राख्नुपर्छ, जसले गर्दा तपाई ब्याक आएपछि पनि त्यो अटोमेटिक चल्न पाउँदैन। यस्तै इन्फर्मेटिभ भिडियो हेर्नका लागि फलो अवश्य गर्नुहोला। थ्यांक यू सो मच।